बाटो आयो त बाटो कहिल्यै सकिँदैन किनकि बाटाका सम्भावनाहरू छन्। पहिला राखेको बाटोहरूले कहिलेकाहीँ गन्तव्यमा नपुर्याउन सक्छ। यहाँ बाटोमै मृत्यु छ, यहाँ बाटोमै जन्म छ। उफ त्यो सडकको दुर्घटना, वाह त्यो बीच सडकको जन्म। बाटोलाई सामान्य सोचेकाहरूले सम्झनुपर्छ बाटोका शक्तिहरू। यही बाटोमा भएको व्यवस्था परिवर्तन, यही बाटोमा भएको आमूल परिवर्तन। बाटो भएर सत्तामा गएकाहरूले कमसेकम आफू आएको बाटो हेरेको भए आज बाटो यति व्यस्त हुनुपर्ने थिएन। बाटोलाई थाहा छ यहाँ के भइरहेको छ, बाटोलाई थाहा छ यहाँ के हुँदैछ, बाटोलाई थाहा छ अब के हुन्छ, तापनि बाटो चुपचाप छ किनकि बाटो बनाउनेहरूले बाटोलाई दबाएका छन्। निर्मलाले न्याय पाउँछ भनेर बाटो दिनभर न्याय माग्छ। मध्यरातमा बाटो एक्लै बन्छ र निर्मलालाई सम्झेर रुन्छ। जायज मागहरू बोकेर कोही बाटोमा आउँदा बाटोलाई लाग्छ माग जायज छ। फेरि बाटो बनाउनेहरूले बाटोलाई दबाएपछि बाटो मध्यरातमा एक्लै रुन्छ। बाटो कहाँसम्म पुगेको छैन, बाटो अदालतसम्म पुगेको छ, बाटो सिंहदरबारसम्म पुगेको छ, बाटो बालुवाटारसम्म पुगेको छ। त्यसैले त बाटोलाई दबाएका छन्। विमानस्थलको बाटो डराएको छ, यहाँ माइतीघरको बाटो आत्तिएको छ। आजकल तिनकुनेको बाटो निराश छ, यहाँ बानेश्वरको बाटोलाई सबै थाहा छ, तापनि चुपचाप निषेधित क्षेत्र भनेर बोकेर बसेको छ। एक दिन बाटो बौलायो भने बाटोमाथि तीव्र गतिमा जनतासँग भाग्नेको हालत के हुन्छ होला। बिन्ती प्रिय बाटो त एक दिन बौलाउनु।